हेलो गाइज, नमस्ते सबैजनालाई। आराम हुनुहुन्छ होला, म पनि एकदम आरामै छु भनौँ न होइन। मेरो नयाँ ब्लगमा तपाईँहरूलाई वेलकम छ होइन। अरू त के भनौँ भन्दा नि अब सुरु गरौँ। म आज चाहिँ कमल पोखरी माडलबाट सिन्धुली मुलकोट जाँदैछु है। तपाईँहरूले टाइटल पनि देखिसक्नुभयो होला कहाँ जान लागेको भनेर होइन। जतिजनाले हेर्नुहुन्छ एकदम खुसी लाग्छ। अब एक भ्युज 2 भ्युज आउँदा पनि धेरै खुसी लाग्छ भनौँ न। बिस्तारै बिस्तारै ग्रो गर्ने चिज हो होइन। कति गल्तीहरू हुन्छ होइन, गल्तीबाटै सिक्ने हो, अरूबाट हेरेर सिक्ने हो होइन। मैले मेरो कुनैमा साउन्ड राम्रो छैन होला, कुनै भिडियो राम्रो छैन होला, तर आफूले सक्ने चाहिँ आफ्नो बेस्ट दिइरहनु खोजिरहेको छु है। बिस्तारै बिस्तारै अब सुरुमा अरू पछाडि बसेर भिडियोहरू गरिन्थ्यो भने, पछि ट्याङ्कीमा राखेर गरिन्थ्यो भने अहिले एउटा हेलमेटमा स्ट्यान्ड राखेर मोबाइलबाट गरिरहेको छु है। मलाई भिडियो बनाउन चाहिँ खासै आएन भन्दा पनि आएन भने अब लङ भिडियोहरू हुने रहेछ क्या। अनि त्यही भएर भिडियोहरू कति फास्ट भएको भएर सोध्नु होला। त्यो भिडियो चाहिँ फास्ट भयो क्या, बनाइयो भनौँ न। त्यो फास्ट बनाउनु पर्ने रहेछ होइन। किनभने त्यतिखेर त्यो अब हेलमेटबाट माइक नलिकन बोल्दाखेरि चाहिँ केही सुन्दर रहन्छ मोबाइलमा, त्यो हावाको आवाजले गर्दाखेरि। अनि त्यसरी भन्दा पछि भोइस ओभर गर्दा चाहिँ राम्रो हुँदछ भनेर भोइस ओभर गरेको है। तर बोल्न धेरै लाग्ने रहेछ। अनि म चाहिँ सिन्धुली मुलकोट जाँदैछु, लगभग आज 1 वर्षपछि जाँदैछु होइन। मैले चाहिँ नालाको बाटो जाने विचार गरेर नालाको बाटो हिँडेको म होइन। नालाको एकदम उताबाट ठुल्ठुलो गाडीहरू उता बिपिआई सबै गाडीहरू अरू गाडीहरू छुट्छ, त्यहाँ जाम पनि पर्छ अनि हिलो हुन्छ भनेर म यता नालाको बाटो जान लागेँ। तपाईँलाई कतिलाई थाहा छैन होला नालाको बाटो कताबाट जाने भनेर। तपाईँहरू जगती नपुग्दै त्यहाँबाट लेफ्ट लागेर कमल विनायकबाट राइट ल्याएर गयो भने च्यामासिङ बस पार्क आउँछ। अनि बस पार्कबाट अलि अगाडि चाहिँ 2टा बाटो छ क्या, एउटा नगरकोट जाने, एउटा उता क्यान्सर हस्पिटल जाने। हामी चाहिँ क्यान्सर हस्पिटलतिर लाग्नुपर्छ क्या। त्यहाँबाट सिधै अगाडि आयो भने क्यान्सर हस्पिटल आइन्छ, त्यहाँबाट अलि ताथली आइन्छ। यो बाटो जामसाम केही पर्दैन क्या, एकदम बेस्ट बाटो हो होइन। ताथलीको फुल हुँदै अनि बाटो चाहिँ सानो छ होइन, तर 2टा गाडी मात्रै अड्छ बाइकहरूलाई र सानो गाडीलाई चाहिँ एकदम बेस्ट बाटो हो क्या यो चाहिँ होइन। तर टर्निङहरू चाहिँ सानो टर्निङ चाहिँ सानो छ होइन, तर भयङ्कर बाटो चाहिँ ठिकै छ बाइकहरूमा हिँड्नेहरूको लागि होइन। एउटा बिचमा खोला पनि छ, त्यो खोलामा गएर तपाईँहरूले बाइक धोएर एकछिन आराम गरेर बस्नु पनि मिल्छ क्या। मैले चाहिँ यो बाटो किन हिँड्ने प्रयास गरेको भने म हिँड्छु भने प्रायः यो बाटो जाम हुँदैन कहिले पनि। मलाई थाहा छैन यो बाटो जाम पर्ने ओर्ने भनेको होइन। जति जाम पर्छ उता साँगाको बाटो पर्ने हो, यो बाटो जाम पर्दैन। सिधै ठ्याक्कै बनेपा चोकमै आइन्छ क्या यो बाटो चाहिँ होइन। यो बाटो तर खाल्टाखुल्टो चाहिँ अलिअलि छ बाटो होइन, तर त्यस्तो बिग्रेको चाहिँ छैन क्या। हामीले जति सोचिन्छ नि बिग्रेको होला खत्तम बाटो, त त्यस्तो छैन। एकदम राम्रो बाटो चाहिँ मलाई चाहिँ राम्रो लाग्छ यो बाटो। मेरो चोइसमा चाहिँ म धेरैचोटि हिँडेर होला यो बाटो ठिक लाग्छ क्या। बाटो भुलिने ओर्ने केही पनि छैन, सिधा बाटो हो, एकदम सिधा आइन्छ होइन। अनि म घरबाट हिँड्दा त पानी परेको थिएन, घाम लागिरहेको थियो है। यतातिर नालातिर आएपछि त पानी परेर यस्तो जाम पनि रहेछ, मैले नसोचेको, लाइफमा नसोचेको कुरा भयो। फर्स्ट टाइम यो बाटो जाम हुने थाहा थिएन, यति धेरै जाम रहेछ है। वान साइड मात्र, अब उताबाट आउने पनि यताबाट जाने। म जाममा परेँ फर्स्ट टाइम, मैले भोगेँ नालाको बाटोमा जाममा कस्तो हुन्छ भनेर। किन जाम पर्यो, के को लागि जाम पर्यो भनेर सोचेको त अगाडि ठुलो पानी परेको रहेछ। ठुलो पानीको कारणले गर्दाखेरि त्यहाँ भल आएको रहेछ क्या। अनि त्यो भलमा तर्न नसकेर अनि सबै गाडीहरू एकै ठाउँमा आएर जाम भएको रहेछ। तर एकदम धेरै धन्यवाद त्यहाँको मान्छेहरूलाई होइन। उहाँहरूले चाहिँ जाम हटाउनलाई धेरै प्रयास गर्नुभएछ, जाम हटाउनु पनि भयो होइन। म आउँदाखेरि एकछिन भनौँ न, धेरै 10 मिनट धेरैमा 10 मिनटमा त के जाम हो र होइन। त्यो त काठमाडौँको चोकचोकमा पर्ने ठाउँ होइन, त 10 मिनट जाममा परिन्थ्यो। त 10 मिनटमा त धेरै पनि पऱ्यो, 10 मिनट जाममा पऱ्यो। तर उताबाट आउनेहरूलाई चाहिँ धेरै जाम थियो, धेरै लामो बाटो थियो, धेरै लामो जामहरू, धेरै बनेपासँग लामो जाम थियो क्या त्यो बाटोमा। भनेपछि फर्स्ट टाइम मैले थाहा पाएको भनेको नालाको बाटोमा पनि जाम पर्दो रहेछ भन्ने कुरा थाहा पाएँ। भोगे पनि कस्तो हुँदो रहेछ, तर रमाइलो भयो त्यो बाटो हिँड्नलाई, नयाँ गरेको है। अनि पुरै जाममा परेँ यतातिर। त्यसपछि बनेपा कटेर मैले भिडियो बनाएको भनेको कहीँ पनि भिडियो बनाइन। किनभने बनेपा कट्ने साथ पानी परेको छ क्या। धुल्लीखेल यहाँ यो बनेपाको चोक हेर्नु देख्न सक्नुहुन्छ है। चोकमा चाहिँ अलिअलि एकछिन बनाएँ होइन। त्यो पनि मलाई त्यो भिडियो बनाउनु कस्तो गाह्रो भयो क्या। त्यो अगाडि मोबाइल राखेँ, कसरी कति क्यामेरा गर्ने, त्यही माथि चार्ज खासै टिक्दैन क्या।
चार्ज नटिक्ने भएको कारणले गर्दाखेरि धेरै भिडियो गर्नुलाई फेरि अगाडि गर्नुलाई बाटोमा नहोला। अनि त्यो भएर गर्दै मैले थोरै बनाएँ। अनि धुलीखेल चाहिँ यस्तो राम्रो बाटो बनाएको छ। अहिले डबल लेनको बाटो 8 लेनको बाटो यस्तो राम्रो लाग्यो बाटो। यस्तै बाटो सूर्यविनायकसम्म भयो भने त एकदम बेस्ट हुन्छ बाइकरहरूलाई गाडीहरूलाई होइन। अनि त्यसपछि म लागेँ आफ्नै बाटो भोकुण्डेतिर धुलीखेलबाट लेफ्ट राइट लागेर आफ्नो सिन्धुलीतिर होइन। त्यहाँ पनि भनौँ न गाडीहरू फाटाफुट्टा फटाफट हिँडेको थिएन। त्योभन्दा अहिले 2 दिन चाहिँ अस्ति जाम थियो अरे, धेरै नै जाम थियो। तर म आउँदा चाहिँ त्यो बाटो त्यही जाम भनेको नालामा परे एक ठाउँमा होइन। अहिलेसम्म जाम परेको त्यो नालामा हो, अरू ठाउँ परिन्न। मैले प्रायः गाडीहरूलाई टप्दै धुलो हिलो फाल्छ क्या सबै, पुरै हिले जनेर टप्दै आएन। तर बाटो सोचेको भन्दा धेरै नै खत्तम रहेछ होइन। धुलीखेल तलबाट लागिसकेपछि बाटो लास्टै खत्तमै रहेछ क्या। न गाडीलाई ओभरटेक गर्न मिल्छ है, यत्रो बाटो छ। टर्निङमा नि खाल्टाखुल्टु सब बाटो बिग्रेछ। बाटो खासै राम्रो छैन क्या। पानी परिरहेको थियो होइन, मोबाइललाई राखेर भिडियो बनाउँछु भने सोचेर भिडियो बनाइरहेको थिएँ। तर बाटो चाहिँ एकदम खत्तम रहेछ, खाल्टाखुल्टु बाइक बनाएर हिँडेको बाइक पनि के हल्ल्या जस्तो लाग्ने। पिच भेटाउँदा नि कति कहाँ पुगे जस्तो फिल हुँदो रहेछ क्या। यो बाइक चलाउनेहरूलाई चाहिँ एउटा तपाईँहरू आफै सोच्नु होइन, बाइक चलाउनेहरूलाई चाहिँ पिच भेटिदियो क्या खुसी लाग्दो रहेछ क्या। पिच चाहिँ आओस्, पिच आइदियो हुन्थ्यो भन्ने फिल हुँदो रहेछ क्या। त्यसपछि पिच भेटिँदा चाहिँ क्या खुसी भएर कुदाउन मन लाग्दो रहेछ। बाटो चाहिँ एकदम कच्ची नै छ क्या। भनौँ न अब काहीँ पिच काहीँ कच्ची छ क्या। तर प्रायः धेरै नै कच्ची छ क्या। त्यो बाढीले बगाएर होला है, बाटो कच्ची धेरै नै कच्ची छ क्या। लाइक खल्टाङ बाइक उफ्रेर जिउ जस दुख्दो रहेछ है। तर टाइम चाहिँ धेरै नलाग्ने होइन, आफू हिँडेको बाटो थाहा हुने सब यताउता। म पुगेँ चौकी डाँडा। यहीँ हो सबसे बढी रोसीले पहिला पोहोरको दसैँ अघि भनौँ न असोजमा बगाएको धेरै सब क्षति गरेको ठाउँ चाहिँ यही हो। रोडमा रोड चाहिँ कहाँ माथि भनौँ न 500-1000 मिटर माथि होला है।
बाटो चाहिँ पुरै त्यो पानीले हान्दा गरेर सब भत्काइदियो क्या। यहीँ हो सबसे बाटो बिग्रेको धेरै। अहिले पनि खोलाबाडी अलिक ठुलो आयो भने बाटो सबसे पहिला यहीँ बिग्रिन्छ, त्यस्तो छ क्या। तर यो चाँचौड यति 1 वर्ष अन्तरमै राम्रो बाटोहरू धेरै बनायो होइन, खुसी लाग्यो। सबैजनाले काम गऱ्यो भने हुँदो रहेछ भन्ने फिल भयो होइन। तर बाटो चाहिँ कच्ची छ, तर पानी सानी हालेर एकदम धुलोसोल नहुने बनाएको रहेछ यहाँ चाहिँ। तर दामी रहेछ बाटो चाहिँ, मलाई राम्रो लाग्यो बाटो चाहिँ होइन। मलाई लाग्यो अब यो कुरै नगरौँ, यो मगलटार नपुग्दै भन्नु पऱ्यो। बाटो त पिच पनि कहीँ मात्र पिच क्या, सबै खोला हिँड्नुपर्ने क्या। धुलो फालेर अगाडि गाडी लाग्यो कि कति साह्रो धुलो फालेको। धुलोले केही नचिन्ने, घर पुगेसम्म मान्छे नचिन्ने भएको थियो क्या। हिलो धुलो होइन। तर गाडीको फ्लो नहुँदा पनि त्यो बेला पनि गाडीको फ्लो थियो है। अरू चाहिँ जामा परेर म चाहिँ खासै जामा परेन बाटोतिर होइन, सररै आएँ, जामसँग परेन। मेरो त्यसरी बानी बस्दै आउने छ, एकहोरो कुद्दिनँ क्या म। अब बाइकहरू चर्छ भनेर होइन, त्यही भएर बस्दै आयो। त्यो खासै धेरै टाइममै लागेन, त्यो घर त्यति 90 किलोमिटर हिँड्नलाई केही टाइम लाग्ने चाहिँ होइन। तर बाटो चाहिँ लास्टै धुलो क्या, सोचेभन्दा धेरै धुलो क्या। आमा खल्ड्याङ गर्ने सिङ्गल राइड त ठिकै हो। डबल भन्दा पछाडि बस्ने मान्छेको ढाड के हुन्छ होला हालत, सोच्दा पनि अचम्म लाग्छ। ढाड दुखेर बाटो चाहिँ एकदम धुलो थियो है। सरर आयो, स्पिड पनि धेरै कुदाउन नसकिने क्या। 30-40 को स्पिडमा है। ठाउँमा पिच अनि धुलो क्या, ठाउँमा पिच होइन। अब यहाँ चाहिँ अगाडि जाम, त्यो गाडी सानो बाटो भत्किया क्या, त्यही भएर अनि उताबाट गाडी पास नभएर जाम हुन्छ क्या। ठाउँमा चाहिँ कहीँ मेनली त पुलहरूमा धेरै जाम हुन्छ क्या। किनभने पुलमा 2टा गाडी पास हुन सक्दैन क्या, 2टा गाडी अट्ने पुल छैन क्या। अनि त्यो पुलमा एकरो लागेपछि एउटा गाडी उताबाट आक्वाइ गऱ्यो भने आक्वाइ हुन्छ, यताबाट गर्ने यताबाट गाडी गर्छ क्या। त्यसले गर्दा मेनली चाहिँ पुलमा धेरै जाम हुने हो क्या। बाटो चाहिँ एकदम ठिक छ है। अब सरर पिचमा यो आँपघारी नपुग्दै चाहिँ पिच सरर त्यहाँ चाहिँ मजा आउँछ कुदाउनलाई। तर के गर्नु, त्यो अलिक एकछिन कुदायो, अगाडि गाडी हुन्छ, धुलो खायो, अगाडि गाडी लिन्छ, ओभरटेक गर्यो, त्यही गाडीले फेरि ओभरटेक गर्छ, धुलो फाल्छ है। तर बिपी हाइवे यस्तो राम्रो बाटोलाई त्यो असोजको 11 गतेको र 12 गतेको पानी परेर यस्तो बनाइदियो। सोचेको थिएन कसैले बिपी हाइवे यस्तो हुन्छ भनेर क्या। सबैजना अब पूर्वको मान्छेहरू नि यही बाटो हिँड्थे नि त सरर, अनि त्यही चाँडो पुग्छ भनेर यही बाटो हिँड्थे। अहिले त अनि उता मुङबाट पनि जाम, यताको बाटो पनि जाम नभएपछि त मान्छेहरूलाई कस्तो गाह्रो हुँदो रहेछ। कता घुमेर बल्ल तल जाने। अब प्लेनबाट जाउँ भने मान्छेहरूलाई टिकट महँगो, त्यही माथि टिकट नपाउने भन्ने हुन्छ नि दसैँको टाइममा। त्यही भएर महँगो टिकटहरूतिर सबै जान सक्दैन नि त। लास्टै गाह्रो दसैँ तिहार आयो भन्नु मात्रै हो क्या। कम त गाह्रो छ घर जानलाई, गाडीमा सिट पाउँदैन भने जस्तो, भाडा पनि सोचे भन्दा महँगो लिने होइन। त्यही माथि बाटो जाम परिदिने, 2-3 दिन जाममै परिदिने। तर यो बाटोमा त्यो जाममा परे पनि त्यस्तो 2-3 दिन चाहिँ लाग्दैन होइन। पहिरो जाने सुक्खा पहिरो जाने भन्ने चाहिँ छैन यो बाटोमा खासै त्यस्तो। त्यही खोलाबाडी आयो भने मात्रै बगला भन्ने हो। बाटो चाहिँ पुरै खोला दौडिनु पर्ने हो। धुलो खाँदै नेपालमा फ्रीमा पाइने भनेको चाहिँ यही पाउडर होला क्या। फ्रीमा पाइने पाउडर मुजा गाडी अगाडि लाएर आफू पछाडि लाग्नुपर्छ। धुलो त यति धेरै खाइन्छ। चुचे बढी भाइजर लाउँ भने पनि पुरै भाइजरले बाटो केही अगाडि देख्दैन, नकुदाउनु पर्छ क्या। त्यो अगाडि गाडी लाएर धुलो लगाएपछि त अब त्यही कुदाउनु पर्छ। त्यही भएर ओभरटेक जति सक्दो ओभरटेक, त्यो बाइकको बायाँ स्या खल्टो केही वास्ते नगरिकन ओभरटेक हान्नुपर्छ क्या। ओभरटेक हानेर कुदाएपछि हुन्छ। मलाई सबसे बढी हाँस उठे चाहिँ यहाँ हो क्या। सबजना बाँचीबाट बाटो थियो, अनि त्यहाँको मान्छेहरूले मलाई नआउनु खोला तर्न सक्दैन भन्थ्यो। यहाँ पहिला यत्रो ठुलो खोलामा चाहिँ तरेर गएको मान्छे, त्यो सानो खोला त के सजिलो लाग्ने रहेछ क्या आजभोलि। पहिला त्यो कत्रो ठुलो आउँथ्यो त्यो माम्ती खोला है, तर्नै गाह्रो हुन्थ्यो क्या। बाइकहरू कति बगाउँथ्यो भन्न। अहिले त माथिबाट पुल बनाएर सजिलो भएको छ। अनि त्यसमा दाइहरूले चाहिँ नआउने बाटो पुरै बाइकै तर्दैन भन्थ्यो। मैले सुसी हालिदिएको तिनीहरू क्या, त अचम्म लाग्यो होला तिनीहरूलाई, किन आएको होला यो खोलाबाट माथि हुँदै भनेर। म त थाहा थिएन क्या, बिर्सेँ क्या माथि पुलबाट पनि बाटो छन् र तल झरिहाल्यो। झरी चाहिँ के फर्किनु भनेर खोलाबाट हालिदिएको क्या। म आइपुगेँ अब आफ्नो सिमाना क्षेत्रतिर। यो चाहिँ हाम्रो सिमाना क्षेत्र हो, नजिक सिमाना क्षेत्र आइपुग्छ। यहाँ यहाँबाट चाहिँ सिन्धुली र काभ्रे छुट्टिन्छ क्या। उता त्यो यहीँ हो सिमाना क्षेत्र। यहाँबाट तलतिर सिन्धुली, मासतिर काभ्रे। अब हामी लाग्यो सुनकोशी गाउँपालिका। सुनकोशी गाउँपालिका वडा नम्बर 1 हो क्या यो चाहिँ। पुरैलाई चाहिँ आँपघारी नपुग्दै भने आँपघारी त माथि नै पर्छ होइन। अनि त्यसपछि आँपघारी माथि भएपछि त्यसपछि नेपालथोक भन्ने आउँछ क्या। नेपालथोकमा चाहिँ त्यो पहिला पनि पुलनेरि बाटो बिगारेर पुरै भत्काएको थियो क्या। यो नेपालथोकको पुल क्या। यदि तपाईँहरू त यो बाटो खोल्नु भने यो पुल तरेर त माम्तीको बाटो जानु नि मिल्छ क्या। म लागेँ नेपालथोक, ठ्याक्कै नेपालथोकको पुलिस चौकीनेरि आइपुगेँ। ठ्याक्कै चौकी यही हो चौकी, यहाँ साइडमा चौकी छ क्या।
अनि त्यसपछि अब रात पर जाँदै रात परिसकेको थियो क्या। रात परिसकेकोले अब राम्रो भिडियो आउँदैन नि त रात परेको कारणले गर्दा। अनि त्यसपछि जस्तो हुन्छ त्यस्तै होइन भिडियो बनाएको क्या। त्यही भएर भिडियो जहाँ लाग्छ मलाई घरैसम्म चाहिँ ठ्याक्कै छैन होइन। किन रात परिसक्यो त केही देखिँदैन भने मैले भिडियो नबनाएको राति भिडियो बनाएको त नहालेको राति टाइममा छैन। ठ्याक्कै घर चाहिँ छैन, घरभन्दा 1 किलोमिटरतिरसम्म चाहिँ मेरो भिडियो छ। त्यतिखेर मोबाइलमा चार्ज पनि अन्तिम स्टेजमा पुगिसकेको थियो क्या। चार्जै थिएन मोबाइलमा नि, सकिन लागेको थियो। धेरै पर्सेन्ट चार्ज पनि थिएन। काठमाडौँबाट 100% चार्ज गरेको, त्यो भिडियो बनाएपछि त चार्ज त सबै सकिहाल्दो रहेछ क्या। यतिखेर म पुगेँ ठ्याक्कै घरसँगै भिडियो रहेछ मैले छैन भनेको घरसँगै ठ्याक्कै म पुगेँ घरमा गरेँ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियोज। च्यानल सब्सक्राइब, सेयर, लाइक्स गरिदिनु ल। थ्याङ्क यू।